यो सुकुटीले त मान्छे नै सुकाउने रहेछ। आगो यति पोल्दो रहेछ कि ओहो हट। सुकुटी चाहिँ आगो धेरै भए पनि नहुने, थोरै भए पनि नहुने। सुकुटी बनाउनु धेरै गाह्रो हुँदो रहेछ। सुकुटी हाम्रो सुकुटी बन्दैछ। दामी खालको सुकुटी। यो सुकुटी चाहिँ हामीले किन्दा पनि पाउँथ्यो। सुकुटी किन्दा पनि पाउँथ्यो, नपाउने कुरो होइन। किनभने यहाँ आफैले बनाएको सुकुटीको बेग्लै स्वाद हुन्छ। त्यसैले डु यु लाइक ड्राई मिट? नो। हेलो एभ्रिवान, नमस्ते। हजुरहरू सम्पूर्णलाई स्वागत छ। म हुँ अर्जुन तामाङ। आज चाहिँ मेरो ड्युटी सुकुटी पोल्ने परेको छ। आज सुकुटी बनाउने 3000 को ठ्याक्कै 6-7 किलो सुकुटी पोल्दैछ। हजुरहरूलाई मेरो सुकुटी रेसिपी देखाउने छु। सुकुटीको लोकल रेसिपी, अर्ग्यानिक सुकुटी हजुरहरूलाई कसरी बनाउने छु। धुवा त हुन्छ, कसरी बनाउनु, दाउरा जलाएर आगो बाल्यो सुकुटी बनायो हैन। हाम्रो सुकुटी बन्दैछ। दामी खालको सुकुटी। बाहिरतिर जानको लागि यो सुकुटी पर केजी 500 राँगाको सुकुटी भनेपछि 3 केजी सुकुटीले 1 केजी, 3 केजी मासुले 1 केजी पनि बन्छ कि भन्दैन। सुकुटी किन्दा पनि पाउँथ्यो, नपाउने कुरो होइन। किनभने यहाँ आफैले बनाएको सुकुटीको बेग्लै स्वाद हुन्छ। त्यसैले हामीले यतिको मेहनत गरिरहेको छौँ। कहिले सुक्ने हो सुकुटी? सुकुटी आगो हेर्नमै व्यस्त हुँदो रहेछ। सुकुटी कहिले सुक्ने हो? हट्टे, खानामा मिठो, बनाउन साह्रै गाह्रो हुँदो रहेछ। हट, यो सुकुटीले त मान्छे नै सुकाउने रहेछ। आगो यति पोल्दो रहेछ कि ओहो हट। हुन लाग्यो है सुकुटी। हट्टे, एक भारी दाउराले पनि सुक्दैन जस्तो लाग्यो मलाई। तीन 3000 को सुकुटी सुक्दाखेरि कति हुने हो? ठिक छ, जे होस्। रागो दामी छ। कलेजो पनि पो सुकाएको रहेछ। सुकुटी बनाउन धेरै गाह्रो हुँदो रहेछ। सुकुटी खान चाहिँ सजिलो, मिठो। तर सुकुटी किन महँगो हुँदो रहेछ भन्ने कुरा चाहिँ आज प्रष्ट भयो केटोले। धेरै गाह्रो। हट, गर्मीले लास्टै सताउँदो रहेछ। डु यु लाइक ड्राई मिट? नो। त्यो नचलाम त्यसरी राख्नुपर्छ। सबै ठाउँमा फैलिनुपर्छ। त्यस्तो गर्नु हुँदैन नि। है, कस्तो राम्रो भयो। एउटा पंखा भयो नि, यो एउटा घर भयो हुन्छ नि। तिमीलाई यत्रो घर बनाइदिन्छु, हुन्छ? हुँदैन? नै, मलाई एउटा ठुलो रुम चाहियो। यत्रो एउटा। ल बनाइदिन्छु। अनि मलाई स्टडी टेबल पनि चाहियो। सबै पाउँछ, सबै पाउँछ। दराज पनि किन्दिनु। सब थोक। बुकहरु राख्ने। एभ्रिथिङ। है, अहिले कस्तो थियो, अहिले कस्तो भयो मासु? तिमी बाहिर आऊ, बिरामी हुन्छ। बिरामी हुन्छ। आऊ, रातो मासुमा त्यस्तो बच्चा मान्छेहरू बस्नु हुँदैन। ल है, सुकुटी स्मोक फ्लेभर
ड्राई मिट। यति सुकुटी भएपछि जाडो महिना काट्छ। यस्तो अर्ग्यानिक पाराले बनाएको छ कि हामीले सुकुटी। वाउ। यस्तो धुवा पनि बस्ने हो। जम 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 भित्र जम। यहाँतिर सानो मान्छे आएर डिस्टर्ब गरिदिन्छ यार। पुरा स्मोक फ्लेभरमा धुवाले भेट्नुपर्ने हुन्छ। धुवाले भेटेपछि चाहिँ सुकुटीको टेस्ट नै अलग हुन्छ। एकचोटि बनाएपछि चाहिँ सुकुटी चाहिँ कस्तो हुन्छ भने महिना महिना खान पुगिन्छ। त्यही भएर धेरै बनाइराख्नु चाहिँ पर्दैन। आधा घन्टा पछि यतिको सुक्यो सुकुटी। हट, सुकुटी खानलाई मात्र मिठो रहेछ, सुकुटी बनाउन साह्रै गाह्रो। डेन्जर। सुकुटी चाहिँ आगो धेरै भए पनि नहुने, थोरै भए पनि नहुने। सुकुटी बनाउन धेरै गाह्रो हुँदो रहेछ। अबदेखि म एकदमै मजाले दिदी पुऱ्याएर मात्रै बनाउँछु सुकुटी। सुकुटी ड्राई मिट। गाउँको अर्ग्यानिक सुकुटी। सुकुटी कसरी बनाउने हो? सुकुटी सुकाउनलाई टाइम लाग्दो रहेछ।